अहिले हामी गइरहेको छ ल्याब मिटिङमा ल्याब मिटिङमा हैन ल्याब गइरा हो मेटल टेस्ट गर्न स्टिलको मेटल टेस्ट गर्न मन्त्री विवेक यो चाहिँ पहिले नै कसैले गरिसके बीम कलमहरु छ यो सबै बीमहरु हो या प्रिकास्ट फाइल्स कलम रेनफोर्स यो चाहिँ पहिले त्यो एक्सपेरिमेन्ट गरेर बाहिर फालिसकेको त्यो बीमहरु फ्रेमहरु छ यसमा यहाँनिर चाहिँ अब हामी अहिले गएर चाहिँ स्ट्रक्चरल त्यो ठुलो ल्याबमा चाहिँ हो यहाँ सिंगल स्ट्रक्चरहरु बनाएर गरिरहन्छ के 3 बजे पहिले ब्याचलरमा हुँदाखेरि गरेको ल्याब पनि यो हामी म अर्जुन योगेन्द्र दाइ सबैजनाले ब्याचलरमा जुन त्यो कङ्क्रिटको क्युब टेस्टिङहरु हुन्थ्यो त्यो गरेको ल्याब चाहिँ यही हो म भ्याकेसनको बेला 4 साल समरको बेला नानसिङ युनिभर्सिटी गएको थिएँ नानसिङ टेक युनिभर्सिटी अनि त्यहाँ पनि मैले ल्याब हेरेको थिएँ के तर हाम्रो ल्याब जति ठुलो त्यस्तो बवाल चाहिँ रहेन छ है त्यहाँको ल्याब पनि राम्रो चाहिँ कडा थियो चेकिङ टेबल टेस्टको लागि त्यो टेबलहरु भएको थियो के भन्छ इक्विपमेन्टहरु भएको थियो तर हाम्रो यति ठुलो चाहिँ थिएन यहाँ चाहिँ सिंगै बिल्डिङहरु नै बनाएर यसरी टेस्ट गरेर हुन्छ नि त यहाँ एउटा ब्रिजको नै बनाएको छ मैले रिसर्च गरेर पनि ब्रिजमै हो एउटा ब्रिजको चाहिँ बक्स गर्डर चाहिँ बनाएको छ यसरी रेनफोर्स कङ्क्रिट होला हैन यो खालको ब्रिज चाहिँ हाम्रो विवेक सरले गरिरहेको छ अहिले विवेकले गरेर रिसर्च चाहिँ लगभग यही वाला ब्रिज हो विवेकको चाहिँ यो जुन बक्स छ तलपट्टि यो चाहिँ स्टिलको छ विवेकको स्टिल बक्स गर्डर छ यहाँ आयो अर्को ब्रिज त्यो पनि ब्रिज नै हो अहिले हाम्रो हुने गरेको प्रत्येक हप्ता ल्याब मिटिङ हुन्छ ल्याब मिटिङमा चाहिँ मैले एक हप्ताभरि के काम गरेँ भनेर रिसर्च प्रोग्रेस चाहिँ बुझाउनु पर्यो मैले एक हप्ताभरि लिटरेचर पढेँ अथवा मैले ल्याब गरेँ मेरो डेटा के आइरहेछ मैले सिमुलेसन गरेँ मैले कुन सफ्टवेयर सिकिरहेको छु त्यसको रिजल्ट चाहिँ के छ मैले के चाहिँ गरिसकेँ अनि के प्रोग्रेस भइरहेछ भनेर चाहिँ प्रत्येक हप्ता रिजल्ट बुझाउनु पर्छ प्रोफेसरलाई सबैजना ल्याब मिटिङमा बसेर हाम्रो त्यो जुन ल्याबको ग्रुप छ त्यो सबैजना बसेर हाम्रो यही पछाडिपट्टि छ ठ्याक्कै यसको पछाडिपट्टि चाहिँ त्यो ल्याब मिटिङको चाहिँ हाम्रो अफिस छ ल्याब मिटिङको लागि हल छ एउटा भनौँ न ला 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 यो मसिन चाहिँ कङ्क्रिटको त्यो क्युब टेस्टिङको लागि हो पहिले पनि हामीले एउटा गरेको थियो यसमा काम यो चाहिँ स्टिल स्पेसिमेन कुपनको लागि चाहिँ यो भयो अनि यो चाहिँ कङ्क्रिटको लागि हैन विवेक पहिले हामीले गरेको छौँ त कङ्क्रिटको क्या इङ्ग्लिस जापानिज यो शिमात्सु यो चाहिँ 3D प्रिन्टर ईद मुबारक मन्त्री ईद मुबारक concert in the school free concert in the school यो पोलमा बजिरहेछ यो गीत गाना मैं कुद्ने कि कुद्यौँ एकछिन